हेलो नमस्ते गाइजहरू। आज म चाहिँ भेन्डाको भर्ता बनाउन गइरहेको छु। भेन्डालाई चाहिँ मैले पखालेँ, गोलभेडा पखालेँ, त्यसपछि तावामा राखेर पोल्दैछु। यसमा सँगसँगै लसुन, हरियो खुर्सानी हालेर मैले मजाले तावामा राखेर पोलेँ। त्यसपछि हेर्नुहोस् त सबै पोलेर मैले रेडी गरिसकेँ। त्यसमा मसला हालेँ, नुन, खुर्सानी, जिरा होइन त। त्यसमा माथिबाट मैले प्याज हालिदिएँ। अब हेर्नुहोस् मैले चाहिँ तेल झैया गरिदिएँ, तोरीको तेल। अब हेर्नुहोस् म्यास 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 भेन्टालाई, गोलभेडालाई, खुर्सानीलाई, लसुनलाई चाहिँ मैले म्यास 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 गरिदिएँ। हेर्दै कति मिठो खाउँ लाग्ने भइरहेको छ भर्ता। इट्स रेडी। हेर्नुहोस् यम्मी यम्मी भर्ता, भेन्डाको भर्ता। वाउलाई हेर्नुहोस् सँगसँगै मैले चाहिँ खाना पनि रेडी गरिसकेको छु। थ्याङ्क यू फर वाचिङ।